आर्थिक रूपले पनि एकदमै विपन्न, शारीरिक रूपले पनि अति नै अशक्त विक्रम नेपाली दाईको घर श्रमदान मार्फत बनाउनका लागि अवसर दिनुहुने समाजसेवी बुद्धिजीवी फुलचन्द मण्डलज्यूलाई हामी सम्पूर्ण श्रमदाताहरूको तर्फबाट धन्यवाद तथा उच्च सम्मान गर्दै उहाँलाई एकचोटि जोरदारले स्वागत गर्दै अनुरोध गर्दछु। हाम्रो धरती हाम्रो आकाश हाम्रै परिवेश, हाम्रो धरती हाम्रो आकाश हाम्रै परिवेश, श्रम गरौँ सबै मिली बनाऊ यो देश, श्रम गरौँ सबै मिली बनाऊ यो देश, हाम्रो धरती हाम्रो आकाश हाम्रै परिवेश। शब्द राखिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। सूर्य बस्नेतज्यू, तपाईँ जहाँ भए जे पनि यहाँ आइदिनु होला। हामी अहिले ड्युटीमा छौँ। हामी धेरै कुरा अहिले भन्दैनौँ, हाम्रो मिसिन चालु भइसकेको छ। हामी सबैले आफ्नो आफ्नो ड्युटी आफ्नो आफ्नो कता कता के हो लिडरले हराएको यसो गर्नुपर्छ। मेरा दुई शब्द चाहिँ म अहिले हाम्रो खादामाला लाउन बाँकी छ, हामीले सम्मान कार्यक्रम गर्न बाँकी छ, त्यतिखेर मैले राख्न चाहेँ। अहिले हामी अलिक व्यस्तता ड्युटीलाई पनि हामीले फलो गर्नुपर्ने भएकोले गर्दा मैले दुई शब्द यहीँ टुङ्ग्याएँ।